यति नै छ। यहाँ अरू कुरा छन् त्यो कुरा होइन सुरुबाटै यो देवीथान यहाँ चाहिँ तीनकन्या सेती देवी तीनकन्या सेती देवीको शिला चाहिँ यहाँ छन् अरे यो अरे भनेर चाहिँ हामीलाई देखाएको धाइबाले यो लगायत यहाँभित्र छन् पलाउँदैछन् भनेको यो नागथान यो नागथान यहाँ चाहिँ नागथान छ तर त्यसको शिर बनाएर त्यहाँ नागथानको धुपबाती गरिन्छ। अब यो देवीको दायाँ सिकारी बायाँ सिकारी चाहिँ त्यहाँ छ। देवीको दायाँ सिकारी बायाँ सिकारी त्यहाँ राखेको छ। यहाँबाट यहाँ ठाउनु पर्यो सारेर त्यहाँ लगेर धाई बाबुहरूले राखेको। अब यतापट्टि यता बस यता चाहिँ जङ्गलीको थान हो। यहाँ तैँले लिङ्गा गाडेकै छ, म यहाँ काट्दैछु। हो त्यहाँ जङ्गलीको थान हो। यो जङ्गलीको दायाँ सिकारी बायाँ सिकारी मारेर त्यहाँ गर्ने गरेको छ। र धुपहाल्ला कसरी गर्ने गरेको छ त अब धुपहाल्ला भन्ने अलिक सुरक्षित गर्ने भइसक्यो नहराओस् भनेर राखेको छ। यहाँनिर यसो गरिन्छ धुपबाती गर्दा सबै कुरा कोइला धुप गर्दा चाहिँ यता तल गर्नुपर्छ, यहाँ माथि गर्नु हुँदैन, यहाँ गर्नुपर्छ। नागथानको त्यहाँ गर्नुपर्छ, त्यसको त्यता साइडमा गर्नुपर्छ। यहाँ देवीको थानमा चाहिँ यहाँ चाहिँ चढाइ बढाइ गरिन्छ के मात्रै गरिन्छ है। यो सधैँ अघि पछि कसैले नजानेको भए पनि सिकाउनु। अब यहाँ दुध धारण गरिन्छ। यहाँ चाहिँ यो पानी जहिले तातो छ कहिले पानी सुक्दैन। यहाँको चाहिँ दुध धारण गर्ने कहाँ भन्नुभयो? दुध धारण यहाँ पनि गर्नुपर्छ पहिला होइन, सबैतिर दुध धारण त जहाँ गर्दा यहाँ हाम्रो अरू छैन दुध धारण जहीँ गर्दा पनि भयो। होइन अघि पछि जस्तो तपाईँलाई कुनै केही बेला घरमा यसो मनमा केही चिताउनु मन लाग्यो, कसैलाई दुध चढाउनु मन लाग्यो, गाईको कुराले दुध चढाउनु ल्याउनु मन लाग्यो, तपाईँहरूले यहाँ ल्याएर खानु सकिन्छ। कुनमा भनौँ दुध धारण यहीँ गर्दा भइसक्यो। यहीँ गर्नु, यहाँ गर्नु, सबैतिर गर्दा कहाँ कहाँ गर्न मन लाग्छ त्यो गर्नु। यो सबैजनाले गर्न सकिन्छ। कहीँ घरको एउटा दोषारोपण कुनै पनि आफूलाई भित्र मनमा दुख बिराम साह्रो भएर पऱ्यो भने पनि यहाँको तीनकन्या देवी सम्झेर घरमा तपाईँहरूले थान यस्तो छ भनेर कल्पना गरेर घरमा यहाँ राति आउनु पाइएन भने तपाईँहरूले बाहिर सिङ्गिनु फुलबारीमा राखिदिनु भयो भने तपाईँहरूको घरमा सुख शान्ति र त्यो बिरामीलाई पनि यही हुन्छ। अहिलेसम्मको शक्ति हामीले बुझेको चाहिँ यतिसम्म छ र आज हामी सबैजना भेला भएर धुपबाती गरौँ। जतिसक्दो अरू पनि कोही चाहनुभयो भने कसैले पनि आएर यहाँ गर्न सक्नुहुन्छ। हाम्रो यहाँ काठमाडौँ हुँदैन, हामी धुपबाती फुलपाती पञ्चामृत इत्यादि प्रसादी गराउँछौँ। अब यहाँ भेटी जम्मा भएको हामीले के गर्ने गरेको छ त भन्दा कसैले ल्याएर 5-10 रुपियाँ पैसा चढाउनु भयो भने त्यो भेटी लगेर हामीले एकजनाले संरक्षण गर्ने गरेको छ। अहिलेसम्म लक्ष्मी निरोला वासुदेव अथवा कोहीलाई होइन उनीहरूलाई कसैलाई त्यो जम्मा गरेर यो धुपबाती यो धजा पतङ्गा किन्नलाई गर्ने गरेको छ। सम्भव भएसम्म कुनै दिन हामीले अझै राम्रो तरिका गर्न पुगोस् भन्ने देवीसँग आराधना गर्दै आजको धुपबाती गरौँ। सबैजना मिली धुपबाती गर्दैछौँ। हेर परमेश्वरी सबैलाई नानीहरूलाई ज्ञान दिनु शक्ति दिनु, परमेश्वरी पढाइमा विद्यामा ज्ञानमा शक्ति दिनु। हेर परमेश्वरी जागिर खानालाई जागिर दिनु, परमेश्वरी उद्योगपति लगायत सम्पूर्ण कुरामा हाके तागेको चिताएको व्यापार बन्धनमा परमेश्वरी सह दिनु, परमेश्वरी कृषकहरूलाई कृषक गर्ने खेतीपातीमा सह दिनु, अन्न पानीको सह दिनु। हेर परमेश्वरी तीनकन्या सेती दिदीले परमेश्वरी तिमीले जहाँ भयो भने ज्योतिष हामी ओझा बिजो जसुकैले परमेश्वरी हेर कुनै दोष देखाए पनि परमेश्वरी हेर खोला नालाले काटेको ठाउँमा परमेश्वरी तीनकन्या सेती देवीले चौपाया दोपायादेखि लगेर सम्पूर्णमा परमेश्वरी दुःख विराम हरण गरिदिनु। परमेश्वरी हेर शक्ति दिनु ज्ञान दिनु। परमेश्वरी तिम्रो आराधना परमेश्वरी हामी अदृश्य भई तिमी हावारूपी भई हिँड्ने परमेश्वरी संसारमा डुली हिँड्ने खेली हिँड्ने चलि हिँड्ने हेर परमेश्वरी तिमीले रक्षा गरिदिनु। हेर परमेश्वरी तीनकन्या सेती देवी परमेश्वरी तिम्रो दायाँ सिकारी बायाँ सिकारी लिई हिँड्ने परमेश्वरी हेर चारै दिशामा परमेश्वरी हावारूपी भई घुमी हिँड्ने परमेश्वरी तिम्रो शक्ति परमेश्वरी तिमीलाई शिला ढुङ्गा पत्थरमा परमेश्वरी भित्र कहाँ अदृश्य रूपमा डुली खिच्ने बसी हिँड्ने परमेश्वरी तिमी हामी हावारूपी भई हिँड्ने परमेश्वरी हामी चारै दिशा चौपाया दोपायामा बाल बालिका सम्पूर्णमा ज्ञान दिने बुद्ध दिने शक्ति दिने चौपाया दोपाया व्यापार बद्ध इत्यादि हाके ताकेको परमेश्वरी सम्पूर्ण कुरा चिताएको पुऱ्याइदिने। हेर तीनकन्या सेती देवी तिमीले परमेश्वरी तिमीलाई सम्झना आएर धुपबाती गर्दछौँ। हेर परमेश्वरी तिमीलाई भेटी पैसा परमेश्वरी यथाशक्ति धजा पतङ्गा फुल मिठाई परमेश्वरी तिमीलाई जे जुटे परमेश्वरी फल मिठाईदेखि लिएर गएर सम्पूर्ण कुरा गर्दैछौँ। हेर बुक्सी डाली छेद बेद पर पिसाद साकिनी डाकिनी मसान छेद बेद परमेश्वरी गाउँबाट हटाइदिनु। हेर परमेश्वरी सम्पूर्ण कुरा राशि गरिदिनु। तीनकन्या सेती देवी तिम्रो शक्ति सम्झी परमेश्वरी आज हामी धुपबाती आराधना गर्दैछौँ। तिमी ठुल्ठुला पाथिवाला मन्दिरको चरणमा परे घुमी हिँड्ने छेकी हिँड्ने परमेश्वरी संसारमा डुली हिँड्ने हावा रूपी भाइ परमेश्वरी सम्पूर्णको बास गरी हिँड्ने। हेर तीनकन्या सेती देवी तिम्रो सम्पूर्णलाई रक्षा गरिदिनु। चौपाया दोपाया परमेश्वरी